परमेश्वरले राम्रोसँग गर्नमा सहायता गर्नुभयो। परमेश्वरलाई धन्यवाद दिन्छु। विशेष गरी आज जतिजना तपाईँको छोराछोरीहरू यात्रामा रहनुहुनेछ, यहाँदेखि सिक्किमसम्म अनि यहाँदेखि पाँचथरसम्मको यात्रामा रहनुहुने तपाईँ परमेश्वरको छोराछोरीहरूको साथमा तपाईँ परमेश्वर रहनु भएको होस्। हामीहरू अब सिक्किम जानलाई तयारी। आन्टी चाहिँ कता अरे? पाँच थर सुसमाचारको लागि Going to Sikkim with my brother, sister-in-law. Right? Hello. So India city है? Like India. India like this. So now. सिक्किम यात्राको दोस्रो दिन हाम्रो भाउजूले ठुलै मोला लगाउनु भएको छ। ल त अहिले हामी यो सिक्किमको रम्फू भन्ने ठाउँमा छौँ अनि अहिले यहाँको 8:30 जस्तो भइहाल्यो। यहाँबाट हामी फेरि नाम्ची प्रस्थान गर्दैछौँ यहाँको लोकल गाडीमा चढ्यौँ। गाह्रो छ हो अरे मेरो भाउजूको हालत आइपुग्यो। मेरो भाउजूले गीत गार्नु भएर बाटोमा हामी पनि यहाँ सिक्किम भान्जीको घरमा आइपुग्यौँ। यहाँनिर के भन्छ सेवा सत्कार सुरु भइसक्यो है। हाम्रो दिदी हाम्रो सेवामा एकदम बिजी हुनुहुन्छ। यहाँलाई पनि प्रभुले धेरै आशीर्वाद दिनुभएको होस्। ल है नाम्ची बजार